यो पुरानो संस्कृति आफ्नो धर्महरू सबै बिर्सिसके के विदेशी संस्कृतिहरू भित्राउँदै छन् होइन। अनि त्यसलाई अझै जागरण राखौँ भन्नको लागि होला नि त, नत्र भने अब यसको ठाउँमा अरू नयाँ नयाँ होइन कार्टुनहरूको राख्न सक्थे होला चित्रकला होइन। पहिला चाहिँ यहाँनिर विद्यार्थी नेताहरूले चाहिँ अब पार्टीको कम्प्युटर टाँस्या हुन्थ्यो अथवा यहाँ गुटका पान पराग खाएर होइन थुकेका हुन्थे, त्यस्तो फोहोर हुन्थ्यो नि त यो भित्ता होइन। अहिले अब चमक आएको चाहिँ यसरी यहाँ कलाहरू संस्कृति झल्किने यसरी आर्टहरू बनेको। यो चाहिँ कस्तो हो भन्दा जस्तै मान्छेहरूले जस्तो इन्भाइरोमेन्टमा बस्छ नि होइन त्यस्तै बानी हो क्या। अब यो भित्तालाई फोहोर देख्ने भने होइन अब त्यही अनुसारको उस ह्याबिटहरू देखाउँछन् क्या यसमा होइन। अनि यो सफा देख्दा बित्तिकै ओहो राम्रो भनेर यहाँ फोटो खिचेर जान्छन् होइन। तर यो यही ठाउँ फोहोर हुने भने फेरि यहीँ अरू मान्छेले थुकेर पनि जान्छन् नि। जस्तो काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह निर्वाचित भएको 3 वर्ष भयो जितेको, चुनाव जितेको, यसलाई चाहिँ कस्तो काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको 3 वर्ष चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? एकदम राम्रो हो। अहिलेको अब युवा नेताहरू आउने एकदम ठिक होइन। अनि युवा नेताहरू अझै बालेन शाह मात्र नभएर अझै युवा नेताहरू अझै निस्काउन पर्छ, अझै निस्किन पर्छ। अब हामीहरूले अब बुढो नेताहरूले नगरेर हामीले गर्नुपर्छ भन्ने चाहिँ म भन्छु। जस्तो बालेन शाहलाई 84मा चाहिँ कुन रूपमा देख्न चाहनुहुन्छ? कुन रूपमा अब 84मा त उनको राजनीति सकिन्छ, मेयर सकिन्छन्, उनी फेरि मेयर हुने कि अब अन्य पार्टी खोल्ने, राजनीति गर्ने कि अब राजनीतिबाट सन्यास लिएर फेरि स्ट्रक्चरल इन्जिनियर हुन्, इन्जिनियरिङै गर्ने, कसरी लिनुहुन्छ तपाईँ? बालेन शाहलाई चाहिँ के गर्न ठिक छ भन्दा अब उनलाई अब आफ्नो सोच हो होइन, आफ्नो के सोच छ, अब के विचार छ होइन। मेरो सुझाव चाहिँ अब आफ्नो एउटा पार्टी खोल्ने, अरू पार्टीहरूमा सम्मेलन हुनुभन्दा पनि आफ्नो एउटा पार्टी खोलेर चाहिँ अझै युवा नेताहरू फैलाउने, नयाँ नयाँ शिक्षित व्यक्तिहरू ल्याउने होइन, नयाँ सोच नयाँ भिजन भएको मान्छेहरू लिएर चाहिँ देशमा अझै विकास गर्ने। त्यो चाहिँ हाम्रो कल्चरलाई झल्काउने कुराहरू होइन। यसरी बाटोमा यसरी देख्दाखेरि चाहिँ एकदम राम्रो लागिरहेको छ मलाई होइन। किनकि कति व्यक्तिहरूले यहीँ थुक्ने होइन, यहीँ थुक्ने अनि त्यसपछि अलिक विभिन्न क्रियाकलाप गरेर कोरिदिने गर्थ्यो नि त। तर यो गरेपछि त उनीहरूलाई कस्तो आफ्नो कल्चरप्रति पनि कति प्राउड हुने भयो र चाहिँ उनीहरूले चाहिँ यसलाई चाहिँ ओहो यसरी विभिन्न जातिको वेशभूषाहरू लगाएको छ यो कल्चरको देख्दाखेरि चाहिँ उनीहरूलाई पनि आफ्नो कल्चरप्रति अलिक प्राउड हुन्छ कि जस्तो फिल भइरहेको। मान्छेहरूले बालेनलाई प्रधानमन्त्री बनाउने भन्छन्, त्यो सम्भवको विषय नै होइन। किन भन्दा बालेनको अब एक्ज्याक्ट आफ्नै पार्टी छैन होइन। अब संसदीय व्यवस्थामा छौँ हामी, संसदमा बहुमत जसले ल्याउँछ त्यो मात्रै प्रधानमन्त्री हुन्छ, एउटा व्यक्ति होइन। त्यसको लागि पार्टी चाहिन्छ, संसदहरू चाहिन्छ, पार्टी चाहिन्छ होइन। अनि त्यही भएर चाहिँ पार्टी आफू नै अध्यक्ष भएर आफूले पार्टी खोलेर चाहिँ युवाहरू राखेपछि अझै राम्रो युवाहरू राखे पछाडि एकदम ठिक हुन्छ होइन। अब रवि लामी छानेलाई पनि अब केही पनि गर्न दिएको नै छैनन् अहिले। यो कसले बनायो त्यो त मलाई थाहा छैन, तर जस बनाउनु चाहिँ यहाँ चित्रहरू बनाइरहेका छन्। अब यी चित्रहरूले चाहिँ एउटा आफ्नो कला संस्कृतिको झलक देखाएको छ, वेशभूषा संरक्षण गरेको देखिन्छ। र अरू चाहिँ महानगरले बनाएको चाहिँ महानगरले गराएको भए यो यसलाई नराम्रो भन्न सकिएन। बालेन शाहको काम राम्रो लाग्छ तपाईँलाई? होइन, यस्तो भित्ता ल्याएर तस्बिरहरू टाङ्ने जुन चाहिँ पुराना चाहिँ संरचनाहरू र यिनी चाहिँ चित्रहरू जुन हुन्छ नि चिनारी, त्यस्ता चिजहरू राख्नु भनेको त राम्रो। नयाँ पुस्ताले बिर्सिँदै गएका पुराना हाम्रा संस्कृति परम्पराहरूलाई चाहिँ महानगरका नयाँ पुस्ताका मेयरले चाहिँ यसरी संरक्षण गर्नुलाई चाहिँ तपाईँहरूले कसरी लिनुभएको छ? हामीले यसलाई असाध्यै राम्रो र असाध्यै चाहिँ स्वागतयोग्य चाहिँ रूपमा लिएका छौँ। यसलाई अन्यथा लिन सकिँदैन। फेरि काठमाडौँ महानगरपालिकाका मेयर बालेनलाई अपरिपक्व भन्छन्। तपाईँ जस्तो परिपक्व मान्छेहरूले चाहिँ कस्तो मान्नुहुन्छ मेयर बालेनलाई? होइन, भित्ता मात्रै रङ्गाउने काम गर्यो, यो सानोतिनो काम मात्रै गर्यो भन्छन् नि। होइन, त्यो होइन। यो परिपक्व र अपरिपक्व भन्ने कुरा यो चाहिँ ज्ञानले गर्छ, यो उमेरले मात्रै गर्दैन। र चाहिँ उहाँ चाहिँ उमेरमा चाहिँ धेरै चाहिँ कलिलो भए तापनि उहाँमा चाहिँ हरेक चिजको यस्ता ज्ञानहरू छन्। र उहाँले चाहिँ यिनी बाटाहरू पनि बनाउनु छ, उहाँले चाहिँ खोलाका किनारमा जाम त्यहाँ पनि गएर चाहिँ राम्रा चाहिँ पार्किङहरू निकाल्ने, यिनी सडकहरू चाहिँ फराकिलो बनाउने हरेक चिज भइरहेछ। र यसमा चाहिँ यो अपरिपक्व भन्ने कुरा चाहिँ त्यो आफैमै कमजोरी छ, जसले भन्यो त्यो आफैमै कमजोरी मान्छे मैले। आज मात्रै के अरे यो स्थानीय तहको निर्वाचन भएको 3 वर्ष पुगेको छ। काठमाडौँ महानगरपालिकामा बालेन शाह निर्वाचित भएको पनि 3 वर्ष छ। समग्रमा मूल्याङ्कन गर्दा बालेनको 3 वर्ष कस्तो मान्नु भएको छ तपाईँले? मैले
हाम्रो यो काठमाडौँ महानगरपालिकाको चाहिँ मेयर बालनजीको चाहिँ काम कारबाहीलाई हेर्दा र उहाँको असाध्यै चाहिँ अहिलेसम्म केही उदाहरणीय काम भएको मानेका छौँ। काम त भए अगाडि पनि केही गर्नु हो, तर यसरी चाहिँ उदाहरणीय काम चाहिँ भएको देखिएन र अहिले छर्लङ्ग चाहिँ सिसा जस्तै देखिएछ। होइन पछिल्लो समय सुनिता डङ्गोल र बालेन शाहमा तिक्तता बढेको जस्तो देखिन्छ, यसलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ? त्यो गुड यथार्थ कुरो गर्नु हो। त्यो बालेन शाहलाई स्टन्टबाजी भनिदिनु भयो? होइन, म सुनेको छु। त्यो असाध्यै चाहिँ मैले बुझेको छु राम्रोसँग। त्यो एउटा के हो भने विशुद्ध पार्टीको चाहिँ निर्देशनमा चल्ने चाहिँ सुनिता डङ्गलजी भएको नाताले उहाँले पनि आफ्नो पार्टीको चाहिँ अब त्यो के अरे आफ्नो धर्म र एउटा धर्म चाहिँ निर्वाह गर्नको बस त्यही भन्नुपर्छ जस्तो लाग्छ मलाई। बालेन शाहको कामहरू निहाल्नु छ राम्रैसँग? बालेन शाहको कामहरू निहाल्ने कुरा भनेर त्यसरी चाहिँ नजिकै बसेर निहाल्ने कुरा त हामी भएको छैन यथार्थ रूपमा भन्दा। तर हामीले निहाल्ने भनेकै यही बजार मार्केटमा हिँड्दा डुल्दा र उहाँको कार्यक्षेत्र भनेको यही महानगरपालिका भएको हुनाले यस महानगरपालिका एरियाभित्र हिँड्दा डुल्दा र उहाँले गरेका कामहरू हेर्दाखेरि यो सराहनीय देखिन्छ। 84मा बालेन शाहलाई कुन रूपमा देख्न चाहन्छ तपाईँ? अब यो जनता जनार्दन र मैले मेरा मात्रै दृष्टिकोणले मेरा मात्रै नजरले हेरे जस्तो हो सबैले पनि त बालेनजीलाई असाध्यै सजिलो र असाध्यै सहज छ कि चुनाव पनि लड्न पर्दैन प्रचार पनि गर्न पर्दैन जस्तो लाग्छ। तर चाहिँ अब मान्छे न हो, मान्छेलाई को खासै चाहिँ जिम्मेवारी लिनलाई अलि गाह्रो चाहिँ पर्छ। तर मेरो तर्फबाट चाहिँ उहाँ चाहिँ बाहिर प्रचार गर्न जाला पर्ला जस्तो मलाई लाग्यो। त्यो चाहिँ हाम्रो कल्चरलाई झल्काउने कुराहरू होइन, यसरी बाटोमा यसरी देख्दाखेरि चाहिँ एकदम राम्रो लागिरहेको छ मलाई होइन। किनकि कति व्यक्तिहरूले यहीँ थुक्ने अनि त्यसपछि अलिक विभिन्न क्रियाकलाप गरेर कोरिदिने गर्थ्यो नि त। तर यो गरेपछि त उनीहरूलाई कस्तो आफ्नो कल्चरप्रति पनि कति प्राउड हुने भयो र चाहिँ उनीहरूले चाहिँ यसलाई चाहिँ यसरी विभिन्न जातिको वेशभूषाहरू लगाएको चाहिँ यो कल्चरको देख्दाखेरि चाहिँ उनीहरूलाई पनि आफ्नो कल्चरप्रति अलिक प्राउड हुन्छ कि जस्तो फिल भइरहेको छ मलाई। यहाँ चाहिँ भित्तामा चाहिँ हिमाल पहाड तराई सबै देख्न मिल्छ होइन, वेशभूषाहरू कल्चरहरू सबै। हजुर, सयौँ ठुङ्गा फुल्का हामी एउटै माला नेपाली भनेको जस्तो तराईदेखि होइन हिमालसँगका सबै हाम्रो कल्चरसँग सम्बन्धित भएको सबै वेशभूषा धारण गर्नुभएको चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहिँ प्रत्यक्ष हामीले चाहिँ यहाँ चाहिँ यसरी देख्न पाउँछौँ। यो चित्रहरू कसले बनायो होला के जानकार हुन्छ तपाईँ? मलाई सरी यसको बारेमा त्यस्तो केही थाहा भएन, तर जसले काठमाडौँ महानगर है थ्याङ्क यू। तर जसले बनाउनु भएको छ र जसको यो कन्सेप्ट छ नि त्यो एकदमै सराहनीय छ र उहाँहरूले चाहिँ यहाँ मात्र नभइकन विभिन्न ठाउँमा चाहिँ यस्तो चाहिँ कल्चर सम्बन्धी होइन गऱ्यो भने अझ मलाई त के लाग्छ भने यसमा चाहिँ जस्तो हाम्रो ग्रन्थको हुन्छ नि ग्रन्थको बुक्सको चाहिँ अझ यस्तोमा पृष्ठभूमि राखिदियो भने र यो चाहिँ हाम्रो जीवनको म्यानुअल हो र पढ्नुपर्छ। एटलिस्ट एउटा श्रीमद् भागवत गीता श्रीमद् भागवतमको एउटा पिक्चर राखेर चाहिँ यो चाहिँ हाम्रो लाइफको म्यानुअल हो र यसलाई चाहिँ पढ्नुपर्छ जान्नुपर्छ, यो सबैले पढौँ भनेर अझ यस किसिमको चाहिँ पनि त्यो कन्सेप्ट अझ राख्न पायो भने आई थिङ्क त्यो अझ बेटर हुन्छ। कतिपयले चाहिँ महानगरले चाहिँ यस्तो भित्ता रङ्गाएर बस्ने हो, स्रोत साधनको यसमा खर्च गर्ने हो, अन्य विकास गतिविधिहरू गर्ने हो नि, महानगरले यो गलत काम गरिरहेछ भनेर आरोप लाग्ने गरिरहेको छन्, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ? यस्तो हो, अब चिनिला श्रीखण्ड नचिनिला खुर्पाको भिड भनेको जस्तो होइन, यहाँ विभिन्न फोहोर भएको भएदेखि यही फोहोर भएको चित्रले तपाईँको यो वरपरको वातावरणलाई पनि कति धेरै चाहिँ नराम्रो गर्थ्यो र बाटोमा हिँड्ने व्यक्तिहरूको कन्सेप्ट पनि यो चित्रलाई देखेर कति धेरै हुन्थ्यो। तर अहिले कल्चरल कुराहरू देख्दाखेरि आई थिङ्क मलाई लाग्छ बाटोमा हिँड्ने विद्यार्थीहरूलाई पनि हेर्दै हिँड्नुभएको छ। ल हिजोमा आउँदाखेरि पनि मैले हेर्दै हिँडेको थिएँ कि र जसले गर्दैछ यो त एकदम राम्रो ब्रिलियन्ट गर्दैछ भनेर चाहिँ म उहाँहरूको चाहिँ एकदम सराहनीय गर्छु। जस्तो आज मात्रै स्थानीय तहको निर्वाचन भएको 3 वर्ष पुगेको छ, बालेन शाह निर्वाचित भएको नि करिब 3 वर्ष नै पुगेको छ। समग्रमा बालेन शाहको 3 वर्षलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ तपाईँ? मैले हुन त म राजनीतिक कुराहरूमा त्यति इन्भल्भ त छैन होइन, तर पनि देखेअनुसार ठाउँ ठाउँमा भएको परिवर्तन सरसफाइ अभियान र जति पनि जनताहरूले चाहिँ उहाँहरूको जुन विचारधारालाई लिएर जति पनि पोजिटिभ कुराहरू गर्नुभएको छ त्यो एकदम राम्रो लाग्छ। तर सबै ठाउँमा राम्रो नराम्रो विचारधारा त अवश्य पनि हुन्छ, जहाँ राम्रो छ त्यहाँ नराम्रो त भइहाल्छ र सबैले सबै कुरा चाहिँ एप्रिसिएट गर्छन् भन्ने पनि छैन। त्यहाँ ताली बज्ने ठाउँमा चाहिँ अवश्य पनि त्यहाँ उपहासको केही न केही त बिउ त हुन्छ नै, तर हामीले त्यसलाई चाहिँ
त्यो कुरा चाहिँ कुन चेतनाले र कुन अवधारणा लिएर चाहिँ त्यो व्यक्तिले कस्तो के को लागि गरिरहेको छ भन्ने कुरा नै हामीले बुझ्नुपर्छ। सन्तुष्ट हुनुहुन्छ कि काठमाडौँ महानगरपालिकाको मेयरको 3 वर्ष कार्यकालबाट? मलाई त एकदम राम्रो लाग्छ उहाँको, किनकि उहाँ आफै पनि एकदमै शिक्षित व्यक्ति होइन, शिक्षित व्यक्ति र चाहिँ देशमा केही गर्नुपर्छ भनेर यो जनशक्तिलाई अलिकति ऊर्जाशील गराएर चाहिँ अगाडि बढाउनको लागि चाहिँ उहाँले चाहिँ धेरै कार्यहरू गरिरहनु भएको छ। अब बालनको 2 वर्ष बाँकी छ, 2 वर्षमा गर्नुपर्ने कार्यहरू चाहिँ के छन् जस्तो लाग्छ मलाई तपाईँलाई? चाहिँ सबभन्दा पहिला चाहिँ फोहोर मैलाको व्यवस्थापन नै फर्स्ट प्रायोरिटी लाग्छ, किनभने यो अब चाहिँ गर्मी महिनाको सँगसँगै यो ठाउँको फोहोरहरूले गर्दाखेरि जस्तो रोगहरू लाग्ने हुन्छ, अहिलेसम्म त भइरहेको छ, डेङ्गुहरू बढ्ने होइन, रोगको क्रियाकलाप रोगहरू बढ्ने र अहिले हेर्नुहोस् त यस्तो बिजी छ नि त यो सडक होइन, तर यहीँ फोहोर हुने यस्तो यस्तो भयो भने त अब यहाँ हिँड्ने व्यक्तिहरूलाई पनि प्रत्यक्ष असर पर्ने भयो र त्यसको उहाँलाई त्यो उहाँको लागि केही असर पर्ने, उहाँको फ्यामिलीलाई पनि भन्यो, त्यसपछि फाइनेन्सियल कुरा हेल्थको इस्युहरू हुनसक्छ नि त, त्यसले गर्दाखेरि चाहिँ सरसफाइ होइन, अनि त्यसपछि यो ठाउँमा जेब्रा क्रसिङहरू त यसै पनि भइरहेको छ र यस्तै कल्चरललाई गर्ने र कतिपय हाम्रो आध्यात्मिक कुराहरूलाई प्रतिनिधित्व गर्ने कुराहरू चाहिँ अझ भयो भने अझ बेस्ट लाग्छ मलाई। कतिको मेहनत गर्नुपर्छ त्यो बनाउनुको लागि? अब मेहनत त यस्तो घाममा बसेर गर्नु परेको छ, ठिकै हो, मेहनत अब कला हो सबैको। तपाईँ सन्तुष्ट हुन्छ काठमाडौँ महानगरले तपाईँको लागि के गरिरहेको छ? सेवा सुविधाहरू ठिक छ? सेवा सुविधा त अब यो हामी भनेको हामी फिल्डमा गर्छौँ, हाम्रो टिममा छौँ, हाम्रो टिमले गर्ने हो सब। तपाईँ आफै पनि आर्टिस्ट, कलाको महत्त्व तपाईँलाई थाहा छ, तर कतिपय मान्छेहरूले यो भित्ता रङ्गाएर बालनले के गर्न खोजेको भन्छन्, कलाको महत्त्व कति हुन्छ त्यो बताइदिनुहोस्। तपाईँ आफै आर्टिस्ट भयो, कला बालनले कि ठिक गरेको होइनन् भन्ने भन्छ नि, भित्ता रङ्गाएर हुन्छ महानगरको मेयरले भन्छन् के, कलाको महत्त्व बुझाइदिनुहोस् न त्यो भन्ने मान्छेहरू। यो कला भनेको चाहिँ कस्तो हो भने तपाईँको यसले भनेको तपाईँको हाम्रो अब संस्कृति, अब तपाईँ केमा बनाउँदैछौँ हामी, अब यहाँ भनेको हाम्रो कल्चरल देखाइरहेछौँ। अब जो मान्छे पुरानो हो, अहिलेका जन्मिएका पुस्ताहरूले यसलाई देखेका छैनन्, बिर्सियो होला, उनीहरूलाई यसले सम्झना आउँछ, संस्कृतिको जगर्ना हुन्छ, त्यो भन्न खोज्नुभयो? हजुर, यो भनेको हाम्रो संस्कृति, हाम्रो जुन पुर्खादेखि हाम्रो संस्कृति छ, हाम्रो चलन छ, त्यो लोप हुँदै गएको छ अहिले लोप हुँदै गएको छ। यो भनेको चाहिँ हाम्रो हाम्रो पुरानो यो है, हाम्रो कल्चर अनुसारले चाहिँ यो हाम्रो ड्रेसअप हो, हाम्रो यो अब जातिको अनुसारको हाम्रो यो ड्रेसअप हो। अहिले भनेको हाम्रो न ड्रेसअप भनेको सबैको सब फर्मल भइरहेछ, यो भनेको चाहिँ हाम्रो कल्चरल हिसाबमा चाहिँ यो बालनको काम चाहिँ यो राम्रो हो। बालेनको काम पनि उहाँको नि एकदम राम्रो हो, उहाँले पनि एकदम कल्चरको हाम्रो नेपाली कल्चरहरूलाई एकदम प्रमोट गरिरहनु भएको छ, त्यो चाहिँ एकदम। आफै पनि फेरि आर्किटेक्चर इन्जिनियर हो, यही सम्बन्धित रिलेटेड तपाईँहरूले उहाँसँग काम गर्न चाहिँ कतिको सहज मानिराख्नु भएको छ? अब यो चाहिँ अब महानगरले भन्दा नि हाम्रो वडा अन्तर्गत महानगर नै परिहाल्यो नि। महानगर अब एकदम राम्रो भइरहेछ, अब राम्रै भनौँ। कतिपयले यो प्रश्न पनि गर्छन् कि अब यसरी भित्तामा कोरेको यो चिज चाहिँ भोलि नै मेटिने हो कि भन्ने पनि प्रश्न उठ्ला। अब यो हाम्रो चाहिँ कस्तो हुन्छ भने यो हामीले बनाइसकेपछि यो भनेको कलरको डेटै 5-7 वर्ष मजाले हुन्छ, हाम्रो पनि 5-7 वर्ष मजाले टिक्छ, यो कुनै उ हुँदैन। अब तपाईँले आएर कोर्नु भयो, भित्तामा उ गर्नुभयो भने त जानी नै भयो, नत्र भने 5-7 वर्ष 10 वर्ष भनेको यो मस्त टिकिन्छ। जस्तो यो भित्ता त्यहाँदेखि यहाँसम्म रङ्गाउँदाखेरिको यसको लागत चाहिँ कति लाग्दो रहेछ? अब लागत चाहिँ मलाई पनि थाहा भयो, अनुमानित रूपमा अब यति 5 लाख 10 लाख 15 लाख कति 20 लाख कति जतिमा सकिँदो होला? यो अब एक्ज्याक्ट कस्तो हाम्रो स्क्वायर फिट हुन्छ, स्क्वायर फिटको चाहिँ हाम्रो 350-400 हुन्छ हाम्रो स्क्वायर फिटको चाहिँ। भनेपछि यो कति स्क्वायर फिट होला? यो होला त्यस्तै 1000-1500 स्क्वायर भनेको 4 लाख हारारी चाहिँ यसलाई भेट्छ यसको कला। हाम्रो फेरि स्क्वायर फिटमा हुने हो, तर हाम्रो यस्तो वाल ठुलो छ भने हामीले स्क्वायर फिटमै गर्दैनौँ, त्यसले अझै हामी घटाएर गर्छौँ। भनेपछि यो कला संस्कृति बचाउनको लागि यो हेर्नुहोस् नेवारी भेषभूषाको मान्छेहरू देखिरहेछन्, अलिकति पछाडि तराई भेषभूषाहरू देखिरहेछन्, यो यसको लागि बालनले चाहिँ काठमाडौँमा जगेर्ना गर्नको लागि लगानी पनि राम्रै गरिरहेका छन् है? राम्रै भनौँ। धन्यवाद। पद्मकन्या क्याम्पस अगाडि यो पेन्टिङहरू गरिरहनु भएको छ होइन, यसलाई के भन्छ भन्नुहोस् त? म्युरल, स्ट्रिट आर्ट, वाल आर्ट। अनि एउटा युनिक नाम थियो के समथिङ मबाट मरुन समथिङ? म्युरल त्यो भनेको के हो? म्युरल भनेको चाहिँ भित्तेचित्र नेपालीमा, इङ्ग्लिसमा म्युरल। यसलाई चाहिँ डाइरेक्ट भित्तामा पर्मानेन्ट भित्तामा चाहिँ गरिने पेन्टिङलाई चाहिँ म्युरल आर्टै हुन्छ।
थुप्रै मानिसहरूले चाहिँ निहाल्दै हिँडिरहनु भएको छ होइन, अलिक मन पराए जस्तो देखिन्छ। हिमाल तराईका सबै वेशभूषाहरू झल्किने किसिमको यहाँ कल्चरहरू झल्किने आर्टहरू बनाइरहनु पर्छ तपाईँले। हजुर यो चाहिँ अलिकति डिफ्रेन्ट कल्चरहरूलाई चाहिँ एकै ठाउँमा देखाऊँ होइन। अलिकति अब यो ठाउँ अब फेरि पद्मकन्या एउटा त लेडिजहरू नै पढाउने ठाउँ भएको कारणले गर्दा नै फेरि वालमा पनि त्यसै अब सबै कल्चरले झल्किने गरिदिउँ भनेर चाहिँ तपाईँले यो कसो सहकार्यमा भइरहेको भन्नुहोस्, काठमाडौँ महानगरको पनि हात छ यसमा? हजुर उहाँसँगै हाम्रो चाहिँ उहाँ अनि वडा अनि हामी मिलेर काम गरिरहेको छौँ। यसरी कल्चरलाई नै झल्काउने भनेर काठमाडौँ महानगरले नै भनेको बालेन शाहकै निर्देशनमा यो काम भइरहेको? हाम्रो उहाँसँग डाइरेक्ट त पुगेको छैन, हाम्रो वडाबाट चाहिँ उ भएर चाहिँ काम भइरहेको छ अहिले वडा। अब एउटा प्रश्न पनि उठ्छ, यो कति टिकाउ हुन्छ यसरी भित्तामा पेन्टिङ गरेको, अब कहिलेसम्म रहने हो, यो भोलि नै कतै मेटिने त होइन, पानी परेर यो चाहिँ मेटिने त होइन पनि प्रश्न उठ्छ। यो चाहिँ हाम्रो चाहिँ अलिकति क्वालिटीमा नै हामी ध्यान दिएको छौँ। पहिला हामीले चाहिँ वाटर प्रुफ गरेको छ, डाइम प्रुफ गरेको छ, त्यो पछि चाहिँ पेन्टिङहरू लगाएको छ, त्यो पछि नै हामी माथिबाट चाहिँ वाटर प्रुफ गरिदिन्छौँ। अब बाहिरबाट चाहिँ बिग्रियो भने चाहिँ हाम्रो प्रब्लम हुन्छ, जस्तो लाइक कलर फेड हुने या बाहिरबाट कलर छिर्ने, पानी छिर्ने, भित्रैबाट आयो भने चाहिँ हाम्रो त्यसमा चाहिँ अलिकति त्यो चाहिँ हुँदैन, भित्रबाट आयो भने चाहिँ त्यो चाहिँ वालको प्रब्लम हुन्छ, त्यसमा चाहिँ हामीले के गर्न सक्दैन। यो कति वर्षसम्म यो टिक्छ भन्नुहोस् त यो पेन्टिङ? यो टिक्छ 7-8 वर्ष, 6-7 वर्ष, 7-8 वर्ष। वालको अब वालको उ हेरेर, कलरको त 10 वर्ष नै छ, कलर त 10 वर्ष नै फेड हुँदैन। काठमाडौँ महानगरपालिकाले चाहिँ यो यसमा लगानी गरेको छ होइन, अब यो 5-6 लाख रुपियाँ नै लगानी भइरहेछ भन्ने कुरो आएको छ। यो भित्तामा रङ्गाएर चाहिँ यो काठमाडौँ महानगरले सही गरेको छैन भनेर भन्ने गरेका छन्, आलोचना गर्ने गरेका छन्। तपाईँ त अब कला संस्कृतिमै काम गरिराख्नु भएको, कला संस्कृतिको महत्त्व बुझिराख्नु भएको व्यक्ति, यो यसमा लगाएको लगानी चाहिँ खेरा गएको छैन है भन्ने चाहिँ तपाईँलाई चाहिँ लाग्छ कि खेराइ गइरहेको जस्तो लाग्छ? बजेट चाहिँ हेर्ने हो भने तपाईँले भन्नुभन्दा नि अलिक धेरै नै होला होइन, तर यसमा गर्दा फेरि त्यस्तो फिल भएको छैन। बालुवामा पानी खनायो महानगरले भन्छन् के, तपाईँ कला संस्कृतिमै काम गरिराख्नु भएको मान्छेले यसको महत्त्व भनिदिनुहोस् न हाम्रो दर्शकहरूलाई। यस्तो अब लाइक पब्लिक वालमा पेन्ट गर्ने भनेको आफ्नो कल्चर देखाउने, आफ्नो पढ्ने त्यो फिल देखाउने हो नि त होइन, नेपालीपन देखाउने। यसमा खर्च गरेर न त यो एक दिन त बिग्रेर जाला होइन, तै पनि त्यस्तो फिल चाहिँ गर्दैन आर्टलाई। हामी देखिरहेछौँ हिमाल तराई पहाड सम्पूर्ण वेशभूषाहरू राखिएको छ। अहिले यो कतिपय त हामीले यो अहिले नदेखिने वेशभूषाहरू पनि देखिएको छ, जुन लोप भइसकेको पनि देखिन्छ। अहिलेका जेनेरेसनले त्यो देख्न नसकेको, यसलाई चाहिँ संस्कृतिलाई संरक्षण गरेर राख्ने यसले पनि भूमिका खेल्छ होला नि। यसमा चाहिँ हामीले काठमाडौँमा गरे भन्दैमा काठमाडौँको मात्र नगरेर सबै ठाउँको चाहिँ हुन्छ नि, अब पूर्व पश्चिम होइन सबैतिरको चाहिँ समेट्नको लागि चाहिँ हामीले यसमा काम गरिरहेका छौँ होइन, त्यस्तै हो। जस्तो तपाईँहरूले अहिले यहाँ चित्रहरू बनाउनु भएको छ, यो चित्रहरू चाहिँ काठमाडौँ महानगरपालिकाको वडा स्तरले चाहिँ यो नै चित्र बनाउनुहोस् भन्नुहुन्छ कि तपाईँहरूले आफूले रोजेर यो चित्र यहाँ भनेर बनाइराख्नु भएको छ? यो चाहिँ तपाईँको उहाँहरूसँग चाहिँ हामी सहकार्य गरेर चाहिँ उहाँहरूले एउटा सजेसन दिनुहुन्छ, हामीले एउटा तरिकाले दिन्छौँ, त्यसपछि चाहिँ दुईजनाकै सहकार्यमा चाहिँ हामीले एउटा सजेस्ट गरेर यस्तो गर्दा फेरि यहाँ राम्रो हुनसक्छ त्यो तरिकाले चाहिँ तपाईँले गर्नुभएको छ। यो ठाउँमा चाहिँ यो राम्रो देखिन्छ, यो चाहिँ राम्रो हुन्छ भनेर अनि उहाँहरूले त्यसलाई चाहिँ भेरिफाई गरेर एप्रुभ गरेर अनि त्यसपछि तपाईँहरूले बनाउनु भएको छ। हजुर